morning guys. Today is Saturday. Ready for cooking. रेडी बनाएको छु। अब यसमा मैले तेल अनि नुन बेसार अनि टमाटर राखेर सिटी लगाउँछु। मेथी राखेर सिटी लगाउँछु ल। यो जर्किन फेरि घोराइ किनेको है गाइस। घोराइबाट लिएर आएको। अनि यहाँ मैले तेल राखे, टमाटर राखे। अब यसमा बेसार यति अनि त्यसपछि यसमा नुन स्वाद अनुसारको, त्यसपछि यसमा मेथी यति मेथी राख्छु है मैले। ल यो मैले सफा गरिसके है। अब यसमा मैले तरकारी दिन्छु ल गाइस। यो चाहिँ 30 रुपैयाँको फर्सीको मुन्टा अनि यो 30 रुपैयाँको दुईटा पिस काँक्रा अनि यो 10 रुपैयाँको एउटा करेला अनि त्यसरी यहाँ जे जे छ नि त्यो सबै गरेर 80 रुपैयाँको तरकारी ल। 80 भने 70 80 85 रुपैयाँको तरकारी है यो। यसरी धुनुपर्छ यसलाई। बाटामा राख्ने के धुँदै अनि यसरी धुँदै राख्ने यसमा। अनि यसरी धोएपछि किचनको बेसिनमा यसरी तरकारी धुन्छु। मैले सफा गरिसकेको ठाउँ है यो। मैले एक्लै युज गर्ने हो नि त यो, अरूले युज गर्न पर्दैन नि त, त्यही भएर यस्तो बनाएको नि त गाइस। अब चाहिँ रेडी भयो। अब मैले फेरि चामल भिजाउँदै छु। फेरि चामल यो खानाको लागि चामल। भात पनि रेडी भयो। अब हेर्नु है गाइस, भात पनि रेडी। यता दाल हुँदैछ, यता भात। अब यता तरकारी काट्ने रेडी पोजिसनमा है गाइस। तरकारी काट्नलाई रेडी हुँदै है गाइस। अब म रेडी भयो है। यो भेन्डी करेला, त्यसपछि यो फर्सीका मुन्टा तयार भयो पकाउनलाई। अब मैले गाइस भिन्डी र करेला फ्राई गर्न लाग्छु। भिन्डी र करेला अब रेडी गर्दैछु है। यहाँ मैले मेथी राखे, लसुन पुराए, त्यसपछि करेला र भिन्डी फ्राई गर्दैछु। अनि रेडी भएपछि म देखाउँछु हजुरहरूलाई ल। भयो मेरो भेन्डी र करेला पनि यस्तो हुँदैछ है गाइस। यता सलाद काटेर पनि रेडी बनाएको छु है। तरकारी पाक्ने टाइममा सलाद पनि काटेर रेडी छ। फेरि फर्सीका मुन्टा पकाउँछु एकछिनमा। यो रेडी भएको छ ल। दाल पनि बोइल भइसक्यो।